नमस्ते साथीहरू। आज मैले चाहिँ यो +2 गरेर बसिरहेका भाइ बहिनीहरूको लागि चाहिँ मनमा एउटा क्वेसन भइराखेको छ अहिले, जापान जाने कि नजाने। र जापान लगायत स्टुडेन्ट भिजामा चाहिँ अन्य देशहरू पनि छन् र जापानमा चाहिँ वास्तवमै कस्तो छ त भविष्यमा स्टुडेन्टको फ्युचर भन्ने कुरालाई मनमा दुविधा भइरहेको हुनसक्छ र त्यसैलाई मध्यनजर गरेर मैले यो भिडियो चाहिँ बनाएको छु। र जापान जानको लागि चाहिँ सबभन्दा सुरुमा हामीले चाहिँ अन्य कन्ट्रीहरू जस्तो तुरुन्तै भइहाल्दैन। यसको लागि चाहिँ हामीले 8-10 महिना अगाडिदेखि नै तयारी गर्नुपर्ने हुन्छ र 8-10 महिना अगाडिदेखि भाषा पढेर 3-4 महिनापछि चाहिँ त्यसको इन्टरभ्यू हुन्छ र त्यो इन्टरभ्यूमा सेलेक्सन भइसकेपछि मात्रै अन्य फर्दर प्रोसेसहरू डकुमेन्टेसनको कामहरू हुन्छ र त्यसको लागि झन्डै टोटलमा चाहिँ 10 महिना 8देखि 10 महिना चाहिँ लाग्छ। र यदि हामी चाहिँ स्कुलबाट सेलेक्सन भयौँ भनेदेखि चाहिँ उताबाट चाहिने डकुमेन्टहरू यहाँबाट हामी सर्टिफिकेटहरू लगायतका अन्य कुराहरू चाहिँ पेस गर्छौँ र त्यसपछि हाम्रो सिओई आउँछ। सिओई आइसकेपछि अनि नेपालमा आएर चाहिँ नेपालको एम्बासीमा हामीले अरू प्रोसेसहरू गरिसकेपछि बल्ल हामीलाई भिजा लाग्छ। र यसरी हामी चाहिँ यो चाहिँ भयो एउटा भिजा प्राप्त गर्ने प्रक्रिया। भनेदेखि जापान जानको लागि कति खर्च लाग्छ भन्ने कुरा पनि हुन्छ। जापान जानको लागि जेनरली एभरेजमा 15 लाख चाहिँ खर्च हुन्छ अहिलेको अवस्था अनुसार। र योभन्दा बढी खर्च भनेको चाहिँ आफ्नो अब खर्च गराएको तरिका अनुसार हुन्छ। नभए 15 लाखले चाहिँ जापान जान सरदर 14देखि 15 लाखले चाहिँ एभरेजमा चाहिँ पुग्छ। र भोलि गएर जापानमा गएर स्टुडेन्टले चाहिँ कसरी भविष्य उसको कस्तो हुन्छ त भन्ने कुरा पनि हुन्छ। जापानमा हामी स्टुडेन्ट भिजामा गइसकेपछि हामीले त्यहाँनिर चाहिँ स्कुलमा जापानिज भाषा स्कुलमा चाहिँ इन्टेक अनुसार 1.5 वर्षदेखि 2 वर्षसम्म पढ्छौँ र त्यो 2 वर्षको पिरियड सकिसकेपछि फेरि त्यसपछि अर्को भोकेसनल स्कुलमा चाहिँ पढ्नुपर्ने हुन्छ 2 वर्षसम्म। र त्यो 2 वर्ष यताको स्टुडेन्टको अवधिको 1.5-2 वर्ष र उताको 2 वर्ष गरेर जम्मा 3.5देखि 4 वर्षसम्म चाहिँ स्टुडेन्ट भएर पढ्नुपर्ने हुन्छ। र त्यो अवधि चाहिँ काम गर्दै पढ्नुपर्ने भएकोले कठिन परिस्थिति भनेर भनिन्छ। अब गाह्रो हुन्छ किनभने हामीले काम भनेको काम र पढाइको समय नमिल्न सक्छ। दिउँसो पढ्ने राति काम गर्ने हुनसक्छ, त्यस कारण हाम्रो निन्द्रा पुग्दैन, शरीरको ब्यालेन्स मिल्दैन, खानेकुरा यी सब कुराहरूले गर्दाखेरि एकदमै दुःख हुन्छ। भनेदेखि अर्को कुरा भनेको जापानमा 28 घन्टा विकली 28 घन्टा मात्र स्टुडेन्टले काम पाउने नियम छ। त्यसले चाहिँ उहाँलाई त्यहाँ बसेर पढ्न चाहिँ पुग्छ, तर घरमा हाम्रो पुरानो जापान जाँदा लागेको ऋण तिर्न चाहिँ नपुग्ने पनि हुन सक्छ। त्यसैले जापान जाँदाखेरि ध्यान दिनुपर्ने मुख्य कुरा भनेको जुन सुरुमा 15 लाख रुपियाँ इन्भेस्ट गरिन्छ, लगानी गरिन्छ, त्यो चाहिँ घर परिवारले पनि तुरुन्तै पाउन नसक्ने हुन्छ। त्यो लोन ऋण चाहिँ तिरिन सक्ने अवस्था हुन्छ। त्यो बेलासम्म चाहिँ 3-4 वर्ष लाग्न सक्छ, 5 वर्ष लाग्न सक्छ। त्यो बेलासम्म धान्न सकिन्छ कि सकिँदैन। अर्को कुरा जुन 15 लाख रुपियाँ हुन्छ त्यो निकाल्न सकिन्छ कि सकिँदैन, यो कुराहरू पनि ध्यान दिनुपर्ने हुन्छ। भने त्यो जाने मान्छेले पनि 3.5देखि 4 वर्षसम्म स्टुडेन्ट भएर काम गर्दै पढ्दै होइन त्यो धान्न सक्छु कि सक्दिनँ भन्ने कुरा पनि विचार गर्नुपर्ने हुन्छ। यी सब कुराहरूलाई चाहिँ ओके म धान्न सक्छु होइन, अहिले खर्च पनि बिस्तारै म्यानेज गर्दै गरौँला भन्ने हो भनेदेखि 4 वर्षपछि चाहिँ उहाँले आफ्नो भिजालाई वर्किङ भिजामा चेन्ज गर्न पाउनुहुनेछ। त्यसपछि वर्किङ भिजामा चेन्ज गरिसकेपछि एक प्रकारले उहाँ जापानमा चाहिँ इस्टाब्लिस होइन सहज तरिकाले जीवनयापन गर्नको लागि चाहिँ एउटा बाटो खुल्नेछ। उहाँहरूले त्यसपछि एउटा काम गर्दै चाहिँ काम मात्रै गर्नुपर्छ, जसको कारणले चाहिँ उहाँले पढ्नु परेन, एक किसिमको सहज लाइफ पनि हुन्छ। भनेदेखि फ्युचर चाहिँ राम्रो छ, सुरक्षित देश पनि हो। जापानमा तपाईँको भाषाको लेभल जति बढाउन सक्नुहुन्छ उति राम्रा कामहरू पाउने, धेरै तलब हुने कामहरू पाउने पनि हुनसक्छ। त्यसपछिको भविष्यको चाहिँ लागि चाहिँ जापानमा बसेर उतै बस्छु भने पनि र 8-10 वर्ष जापानमा मेहनत गरेर फर्किन्छु भने पनि दुःख चाहिँ हुँदैन। र यही कुराहरूलाई मध्यनजर गर्दै तपाईँहरूले जापानको लागि ट्राई गर्ने कि नगर्ने भन्ने कुराहरू चाहिँ विचार गर्नुहोला। थ्याङ्क यू।